नमस्कार, वेलकम छ तपाईहरुलाई हाम्रो च्यानलमा। आज चाहिँ हामी मुकबाङ भिडियो बनाउन गइरहेको छौं। हामीसँग चाहिँ चटपटे छ, मोमो छ अनि के भन्छ किरो चौचौ छ अनि चिसो पनि छ, पानी पनि छ। हामी चाहिँ अब खान सुरु गर्दै छौं। यो चाहिँ हाम्रो फर्स्ट नै भनौं न हैन, सादा चटपटे घरको चौचौ र भुगा को मात्रै भिडियो भएको भएर चाहिँ अलि अक्वर्ड फिल भयो हा। भोलिपर्सि चाहिँ बनाउँदा भइसक्यो। प्र्याक्टिस गर्दा हुन्छ ल यिनीहरूलाई दिँदैन ल। चेस मुन्टाको भयो न अनि के भयो कि नै भनेको अलिअलि चल्नु भयो। यस्तो खानपिन कार्यक्रम त सधैँ गर्नुपर्छ। मोटाइन्छ कि ठाउँ चेन्ज गर्ने कि हजुर। चिकन म चाहिँ मोमो चाखेँ है गाइस। के अरे त्यो के हो दिदी जस्तो कि खाएँ है गाइस। कति राम्रो भएको एकदम। हामी पनि भाइरल भयो काट्नु भाइरल भयो नि त्यस्तै मेकअप सेकअप गरेर अहिले त मुख धोइरहेको मुख धोएन। तर हामी कि सानो हुँदाखेरिदेखि नै यस्तै मोबाइलहरू युज गर्ने पाएको भएर मोबाइललाई लिएर कति टेक्निकल लाइनमा चाहिँ धेरै अगाडि गइसकेको थियो होला। हाम्रो पालिमा त ढुङ्गा, हँसिया, खुर्पा, नाम्लो, ढोको त्यस्तो हुन्थ्यो। मलाई त खाना लाग्यो सरस्वती ए संस्कृति तिमीले खानु मन लाग्छ। मिठो मोमो मिठो चिसो भइसक्यो हो। अन्त मिलाउँदा चाहिँ हाम्रो खानेकुराहरू सब चिसो भइसक्यो। फर्स्ट टाइम हो नि त हामीले यस्तरी भिडियो बनाएको। अनि त्यो स्ट्यान्डहरू बनाउने नजान्ने अनि यो सेटअप गर्ने नजानेर मिलाउँदा चाउचो पनि सेलायो, मोमो पनि सेलायो। तिमीले यसको खोल मात्रै खाएको होइन, मैले त डल्लै खाएको। कति दिनदेखिको हाम्रो यस्तो खाने प्लान त मैले हाम्रो प्लान जहिले पनि यस्तै हो। आज प्लान गऱ्यो भने 1-2 महिना पछि बल्ल सक्सेस हुन्छ। कहिले त वर्ष पनि लाग्छ। गुली प्लान गरायो भने वर्ष लाग्छ। हामी प्लान चल्छ हुन्छ पसिना पनि लाग्छ। अहिले खाइ भए पनि मुग्दैन हो। मेरो पनि भन्छ तले मिलेर पसिना खाने। कसको मेसेज मेसेज आयो अब वाइफाई टिपेर यहाँ पनि फेरि आयो मेसेजको फोन मैले त्यसबाट अस्ति मैले कस्तो पागल लागेको क्या हो। खै त्यही पसलमा के पसल सिएम गरेछ त्यसको कस्तो लाग्यो मैले हेरेन हेरिहाल्यो। अझै लाग्छ मलाई ठिकै त अनि यसमा गएको हेर्नु मात्रै गएको थियो। राम्रो थियो त्यो फेरि अलिक बाक्लो थियो 1100 त अलिक बाक्लो थियो। कपडा राम्रो बाक्लो पनि थियो। कपडा पनि जति किन पनि पुग्दैन छोरी मान्छेको जातलाई। अनि इन्डियामा चाहिँ केलाउने अनि यताउति हिँड्दा भएपछि कपडा चाहिँ के लाउने होला भन्नु पर्छ। अब नि किनेकै हुन्छ। हाम्रो चाहिँ यो फर्स्ट भएको भएर हामीलाई थाहा छैन के बोल्ने के बोल्ने। हाम्रो त बोल्नै आएन क्या। अन्त बोल्नै आएन त गफ गर्नै आएन त गफ गरेर टपिक्स निकाल न केही चिजको यस्तो। टेल मी के टपिक निकाल। अहिलेको मौसम के कति साह्रो त्यो जाडो महिनामा कुहिरो लाग्यो जस्तै भएको होइन। बाहिर बस्दाखेरि पनि पुरा आँखा पोलेर के अरे भन्दै थियो त काठमाडौँ 1 नम्बरमा आएको रे। अनि त्यहाँको मान्छेहरू भिडियो बनाएर कि अहिले नेपाल त नेपाल
अब मुख्य भनेको त काठमाडौँ नै भयो के अरे अनि 1 नम्बरमा आएको ओहो कुनै काममा त कुनै पोजिसनमा त अगाडि आएछ भनेको त लास्टमा त पल्युसनको पो रहेछ अरे कि के कस्तो कुहिरो लागेको जस्तै छ कि पुरै भिडियो देखेको कि मैले नि आँखा हेर्नु भएन नि काठमाडौँमा जानु यहाँ चाहिँ पोलेछ बिहान बाहिर बस्दाखेरि कस्तो आँखा पोलेको थियो आज बढी भएको थियो कि हिजो अस्ति भन्दा कि पानी पर्यो भने भनौँ कस्तो सफा हुन्छ पानी नै पर्न सक्दैन अन्त पर्यो पानी पर्न सक्दैन 3 किलोको मासु 2 किलोको मासु चाहिँ फर्स्ट भिडियो हो यो चाहिँ जस्तो तस्तो भए पनि हेर्नु होला हेरिदिनु अनि हामी अलिअलि भए नि अनुभव हुन्छ बिस्तारै बिस्तारै अनि राम्रो राम्रो गर्दै जान्छौँ हामीले अलिअलि भए पनि लथालिङ्गै भए पनि भ्लगहरू पनि बनाउँछौँ होइन कहिले कहिले त्यो एडिट सिडिट गर्नु चाहिँ अलिक आउँदैन अनि अल्छी पनि लाग्छ फेरि भिडियोहरू त बनाइरहन्छ तर त्यो झ्याउ लाग्छ कि हामीले एडिट गर्ने ऊ चाहिँ अहिले भाइरल हुँदैछ 100 भ्युज लाइक पनि नआउने लाइक चाहिँ गर्नु होइन लाइक चाहिँ गर्नु पर्यो है होइन त्यो आउला ट्याक्क छुन के जान्छ अनि 1500 भ्यू जहाँ भने 25 लाइक भनेको कम्तीमा 500 त आउनु नि 1000 नै भनेर त्यही भएर आफू पनि अरू लाइक गर्नुपर्छ क्या अबदेखि चाहिँ म त सर्ट भिडियो हेरेकै हुन्न के साह्रै सर्ट भिडियो त मैले हेर्दिनँ नानी चाउचाउ नि खाएन त तिमीलाई त्यो चटपटे खाएन खाछु है यो चाहिँ के पाउने के अरे यो चाहिँ अन्त्यबाट स्पोन्सर थ्याङ्क यू तपाईँले हामीले मोमो बनाएर दिनुभएकोमा राधा अधिकारी तिमी त त्यसै खाएको छैनौ त यसरी त्यो गर्नलाई चाहिँ भोकै बस्नुपर्छ होला कि एकछिन अहिले भर्खर त रोटी तरकारी खाइरहेको मैले फेरि पनि खान सकिरहेको उसले त केही पनि खाएको छैन होला म चाहिँ खाएको छैन भनेपछि म चाहिँ खन्छ रहेछ कति नै छ र छन त हामीले बिस्तारै खाएको छैन अहिले फटाफट फटाफट खाइदिनु हाम्रो क्यामेराम्यान चाहिँ पत्ता हुन्छ मिस कति एकछिन एकछिन म चाहिँ भ्लगर पनि हुन्छ लिटल भ्लगर म त च्यानलको नाम छ अहिले बिहान यसले भ्लगर हेर्छ क्या बढी त्यो इन्डियाको जाने त लगाउँछ क्या यस्तो सानो मान्छेले यस्तो जान्दाखेरि म त बोलाउनु हो त्यो भन्दैन नि उता पनि हो टिकटकर हो नि त उता फेरि कता जे पाइ त्यही भिडियो हालेर आइडी उडिहाल्छ क्या बजार बनाएको त्यस्तो हुन्छ ठुलो मान्छे पत्ता गरेको भने चाहिँ भिडियो नउठ्दो रहेछ हो के भनिदियो रहेछ बच्चाहरू भिडियो पछाडि ठुलो मान्छे हुन्छ है त्यो रहेछ क्या कारण म थाहा छैन नि बच्चाहरूले मात्रै बनायो भने चाहिँ भिडियो उठ्छ रहेछ क्या अन्डाले यसो भएर टिकटक त कस्तो मोनिटाइज गर्ने के भनेर आउँछ कसरी हो त्यस्तो त्यो मोनिटाइज गर्ने भनेको पैसा आउने गराउने भनेको त्यसको लागि त भ्युजहरू चाहिँ हुनुपर्छ होइन अनि क्रिएटर हुनुपर्छ होइन आफूले केयर गर्ने आफ्नै भएछ न मेरो मेरो टिकटक आइडीमा पनि 10 रुपियाँ पैसा आएको रहेछ नि त कसम लगाउँदैछ त हो के अस्ति नै लाइभ बसेको थियो नि त अनि ट्यापले पनि आउँदो रहेछ होइन ट्यापले पनि आउँदो रहेछ होइन रोज आयो होला कति रुपियाँ आउँछ रोज आयो भने
खै एउटा रोज आए जस्तो लागेको थियो कि मलाई म त पहिला जस्तो थाहा थिएन कि त्यति बेला मलाई जस्तो लाइभ बस्छ त्यस्तो आयो भने पैसा आउँछ भने थाहा थिएन नि त्यही त भएर त मान्छेहरू कति कति धनी हुन्छ है। अनि अस्ति हेरेको थिएँ कि त्यो मोनिटाइजको नोटिफिकेसन आएको थियो कि मलाई नि मेरो टिकटकमा अनि मोनिटाइज गर्नेको नोटिफिकेसन आएको थियो अनि त्यो हेरेको त अनि ब्यालेन्स देखाएको थियो कि 10 रुपियाँ देखाएको थियो कि सिसो बस्नु न त म ट्याप ट्याप गरिदिन्छु। ट्याप ट्याप गरेर नि पैसा आउँछ आउँछ क्या नि के बे ट्याप ट्याप गरेर त उ गर्ने होइन। हामीले त्यतिखेर पनि मेरो मोबाइलबाट लाइभ बसेको अनि समीक्षाको मोबाइलबाट ट्याप ट्याप गरेर 1000 पुर्याएको थियो कि हामीले भइहाल्यो। 10 रुपियाँ पता नि कसरी निकाल्ने त्यो अब यसो न गुगलमा गरौँ हाउ टु विथड्र टिकटक मनी लाइभ बस्यो भने पैसा आउने रहेछ क्या हो न आयो भने मात्रै आउँछ होला कि न त आउँदैन होला नि होइन ट्याप ट्यापले नै आउँछ कि आउँदैन होला ट्याप ट्यापले त तर किन त्यो मान्छेहरूले ट्याप ट्याप गर्नुहोस् भन्छ त्यसै त भन्दैन होला बस्छ बस्नु बेला मलाई भन के बोल्ने त नि मान्छेहरू कति बोल्न आउँछ नि गेस्टमा जोइन हुन आउँछ कति मान्छे आउँछ म त कसैलाई पनि एक्सेप्ट गर्दिनँ म बोल्नै लाग्छ नि लाइभ बस्छ न त प्रेम पनि आएर चाहिँ मैले हेरेर अनि को मान्छेहरूसँग अन्य मान्छेहरूसँग जोइन रहेछ मलाई फ्रेन्ड क्रिस्चियन के भन्छ रिपोर्ट कहिले बसेर होइन मलाई कति आउँछ क्या अनि अर्को लाइभ यस्तो खोल्दा यस्तो हेर्दाखेरि आइहाल्छ क्या म त रिजेक्ट गरिदिन्छु हुँदै हुन्न न त्यही पनि बस्छन् उयो छ नि मान्छे आएर वेलकम टु मा भन्नु गइहाल्छ अनि यति बस्ने अनि फेरि वेलकम टु माई टिकटक के भन्छ लाइभमा भने आधा आधामै कुरा रोकाउने त्यस्तै गर्नुपर्छ होला हामी बस्यो भने आउने भिडियो गर्ने मान्छे नै हुँदैन फेरि गर्छु गर्ने क्या गफ पो आउँदैन त फेरि कुरा काट्नु त नि अब होइन कि त्यो मतलब हामीले त्यो गर्नलाई चाहिँ पैसाकै लागि भनेर त्यस्तो गर्ने चाहिँ होइन जस्ट के न आफूलाई होइन कस्तो हुँदो रहेछ भन्ने पनि हुन्छ नि एउटा केही त जान्दैन अनि युट्युबहरू टिकटकहरूको त्यस्तो बारेमा चाहिँ त्यति नलेज छैन नि त टिकटक गराउने भने त्यो उसमा आएको त्यही आएको त्यो लिपसिङ गर्यो अनि त्यही त हामीले राम्रो गर्यो यसो हुन्छ कि फेरि जस्तो ढङ्ग हुन्न उसलाई त्यसमै आँसु लाग्दो रहेछ होइन लाज लाग्ने मान्छेहरू त्यो जाने नि बोल्न जान्ने मान्छेहरूलाई चाहिँ लाज लाग्दैन होला पसिनै निस्क्यो मिठो भयो भिडियो चाहिँ कस्तो भयो थाहा छैन भिडियो चाहिँ कस्तो भयो थाहा छैन म चाहिँ अब चम्मच चाप्नु थाल्यो अब थालै झारिदिने हो हाम्रो फर्स्ट किन अब जस्तो भए पनि लाइक चाहिँ गर्ने हेरेपछि इग्नोर गरिदिनु होला हाम्रो ब्याकग्राउन्ड भोइस ब्याकग्राउन्ड यो मान्छेहरू डिस्टर्ब गरिरहेको कि इग्नोर गरिदिनु होला सुरुवात हो त्यही भएर अलि मैले कति फोर्स गरिरहेको हुन्छ भिडियो गराउ भनेर अल्छी गर्छ अनि यस्तो क्रिएटर भएर नि अल्छी गर्नुहुन्छ उहाँले ट्यालेन्टले भर्ने अब चालु गर्ने आजलाई यति नै होला आजलाई चाहिँ हाम्रो यति खानेकुरा सकियो मिठो भयो धन्यवाद भयो हेर्नु भएकोमा हेर्नु भयो भने धेरै धेरै धन्यवाद हेरिदिनु होला हेरेर लाइक पनि गरिदिनु होला सब्सक्राइब पनि गर्न नबिर्सिनु होला भयो ल बाई 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 नमस्कार